रोकुबानमा गएर अनि इचिबानमा जाने। आफ्नो पासपोर्ट र नम्बरहरू दिन्छ त्यो राख्ने अनि नामाबान रोकुबानबाट इचिबानमा गएर हामी सेसन गर्छौँ। आज म सेसन गर्दैछु। त्यति त्यसो ल नानाबान रोकुबान इचिबानमा गएर त्यहाँनिर गोरु आउँछ तिनीहरू नि गर्दै जाने हो। अलिक टाइम लाग्छ त्यसको लागि त्यहाँ उभिएर सकिएपछि अब उता रेजीमा जाने। रेजीमा गएर यो सेल्फ रेजीलाई आफ्नोपट्टि गरेर अनि यसको चाहिँ कति पैसा खाँदा सबैमा सबैको एक मान्छे हुनु हुँदैन। गोसियानबाट चाहिँ गोसियान 5वटा अनि चेन 40वटा अनि 50-30 त्यसरी हुनुपर्छ। यो चाहिँ मिलाउनको लागि कति पैसा झिक्नु पर्ने रहेछ। यसरी झिक्ने यहाँबाट गरेर त्यो टक्क मिलाउनको लागि यहाँबाट गऱ्यो भने सजिलो भयो। सबै पैसा निकाल्नु पर्दैन। यो गरेपछि चाहिँ सजिलो हुन्छ। अब कुनै पैसा थप्नु पर्यो भने चाहिँ यहाँनिर गएर यसरी थप्नु। कति थप्नु छ त मैले अब यसरी थप्नुपर्छ। त्यहाँ रेजीमा हुने पैसा टक्क भयो भने चाहिँ अनि यो गोसियान 5वटा 40-30-50 त्यसरी भयो भने टक्कै यो अनुसार भयो भने पैसा यति राख्ने रेजीमा। अनि अब त्यहाँदेखि राखिदिएपछि भयो। यहाँनिरको सेसनवाली भयो। यो चाहिँ सजिलोको लागि एक मानियन पैसा नहुँदाखेरि चाहिँ यसरी गर्दाखेरि सजिलो हुन्छ। यो चाहिँ सेल्फ रेजी हो त्यही भएर एक मानियन प्राय हुँदैन। यसरी गर्दा सजिलो भयो। अब अलि फेरि यता अब म रेजीमा गर्दैछु। रेजीको पैसा झिक्दै राख्दै गरेर फेरि हालेर गरेर टाइम चाहिँ लाग्छ। गर्न के लाग्ने मान्छे आइहाल्नु भयो। रेजीमा सबै सकिएपछि चाहिँ अब भित्र गएर गर्ने सेसनमा चाहिँ अघिल्लो दिनको पेपरमा कति पैसा राख्नु छ त्यहाँ पेपरमा अघिल्लो दिनको पेपरमा हुन्छ त्यो हेरेर त्यो पैसा फर्स्टमा छुट्याउने। छुट्याइसकेर फेरि जाने ओसीगोथोमा जाने आफ्नो उगान्ने अनि फेरि नानाबान रोकुबान इचिबानमा गएपछि त्यो आउँछ। तपाईँको अघि नै मैले गरेको छु। यो नानाबान जाने रोकुबान जाने इचिबान जाने
एकछिन गएपछि अब मैले गरेर राखेर चाहिँ अब सिधै पैसा उगाने आउँछ है। अब यहाँ हजुर पैसा हाल्ने पट्टापट्टि पैसा हालेर भइसकेपछि तपाईँको लास्टमा पैसा मिल्छ कि मिल्दैन भन्ने एउटा मेन दुःखै हुन्छ, जेरो आउँछ कि आउँदैन भन्ने। गाउँदै पैसा हाल्दैछु म पुरै। कडा हो नि त मैनारी यमुना सान्दैछु। अब यहाँनिर चाहिँ तपाईँहरूको अब सिआरआई गरेकोहरूको स्क्यान गर्नुपर्ने हो। सिआरआई गरेको कतिवटा पेपरहरू छ त्यो चाहिँ एकदम दाइजीसँग यो स्क्यान गर्ने। यो चाहिँ 1 नम्बर दाइजी हो, हराउन हुँदैन। कतिवटा टक्कर छ त्यतिवटा हुनुपर्छ। स्क्यान गरेँ अब एकैछिनमा भ्याइन्छ। स्क्यान गरेर हजुरको खाकुनेन गरेपछि जेरो आयो भनेदेखि वारी भयो, जेरो आएन भने फेरि स्टार्ट गरेर फेरि पैसा खोजेर के गरेर पैसा कहाँ पुगेछ जसै मिलाउनु पर्यो। तर जहाँसम्म लाग्छ आजको हिसाब चाहिँ मिल्छ। ठ्याक्कै मिल्यो। फाइनल्ली वारी भयो सैसान। अब कमको खाकुनिन गरेपछि त्यहाँ 53 कि कति रुपियाँ आएको छ। त्यसको लागि जेरो बनाउनलाई 53, 100 त्यस्तो आउँदा चाहिँ खोजिराख्नु पर्दैन, आफैले मिलाइदियो भने हुन्छ। तर बढी 1 मानहरू आयो भने चाहिँ 1000हरू आउँदाखेरि पनि भन्नुपर्छ फाइनल्ली जेरो आयो। ओके भन्दै हुनुहुन्छ मैनारी। ओके फिनिस्ड भयो। यति भएपछि खाकुनेन गरेपछि सकियो। लसनको सेइसानको मेथड यो चाहिँ ओके। सकिएपछि यहाँ माथिबाट चाहिँ तपाईँको खामीहरू दिन्छ। बारकोड चुइतेहरू भएको 2टा खामी, 2टा कहिले 3टा कतिवटा हुन्छ। बारकोड हो यो चुइतेहरू भएको चाहिँ हामीले उता पठाउने हो, बुमा पठाउने हो। यो कुपन अनि यो स्क्यान के भन्छ सिआरआई गरेको अनि यो बारकोड चुइतेहरू भएको यो 2टा पेपर 3टा कतिवटा आउँछ त्यो चाहिँ उता यो निलो ब्यागमा हालेर पठाउने हो। यी बारकोड चुइतेहरू भएको यो कुपन अनि चाहिँ नसुटाइकन ब्यागमा हाल्ने। अनि एक्स्ट्रा रहेको तपाईँको भाइकी कति आयो भन्ने पेपर हुन्छ। अनि भोलिपल्टलाई कति पैसा हो गर्ने यहाँ तपाईँको 2टा पेपर हुन्छ। यो चाहिँ यहाँ राख्ने।